नमस्कार, जय शम्भु हर महादेव। 2083 साल असार महिनाको 1 गते चाहिँ सोमबारे औँसी परेको छ। यो दिन चाहिँ एकदम उत्तम र एकदम राम्रो दिन परेको छ। यो दिनमा गर्नै पर्ने चिज के हो त, सबै काम छोडेर पनि गर्नै पर्ने चिजहरू के हुन् त भन्ने कुरा म बताउन गइरहेको छु। त्यसको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। के चिज चाहिँ गर्नै पर्ने हो त भन्ने कुरा पनि म बताउन गइरहेको छु। यो दिनमा के कार्य गर्नाले कस्तो फल प्राप्त हुनेछ, योसँग सम्बन्धित जानकारीमूलक भिडियो हजुरमा म ल्याएर उपस्थित भइसकेको छु। भिडियो के कस्तो लाग्छ, भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। सबैभन्दा पहिला आजको तिथिमिति पञ्चाङ्गबाट सुरु गरौँ। 2083 साल असार महिनाको 1 गते सोमबार इस्वीसम्म 2026 जुन महिनाको 15 तारिक औँसी तिथि चाहिँ बिहानको 9:12 चाहिँ रहेको छ। त्यसभन्दा पछि अर्को तिथि लाग्नेछ 9:12 भन्दा पहिले नै हजुरले यो कार्य गर्नुहोला। यो चाहिँ पुरुषोत्तम मास महिनाभरिको चाहिँ अन्तिम दिन जुन 1 गते छ, यो दिनमा चाहिँ पुरुषोत्तम मासभरिको तपाईले गर्न नसकेका कार्यहरू, पुरुषोत्तम महिनाभरि तपाईले व्रत बस्न सक्नु भएन, त्यसको लागि पनि यो दिनमा 1 दिन चाहिँ तपाईले व्रत बस्नुहोला। यो दिनमा व्रत बस्नाले तपाईका सुख शान्ति समृद्धि, मनले सोचेका आँटेका सम्पूर्ण कामहरू सफल प्राप्त हुनेछन्। यो दिनमा चाहिँ तपाईले बिहान ब्रह्म मुहुर्तमा उठेर स्नान गर्नाले तपाईले 1000 गाई दान गरे समानको फल प्राप्त हुने गर्दछ भनेर शास्त्रहरूमा वर्णन गरिएको छ। यो चाहिँ यो दिनमा चाहिँ के गर्ने त, गर्नै पर्ने चिजहरू के हुन् त भन्ने कुरा म बताउन गइरहेको छु। सबैभन्दा पहिला छ यो दिनमा चाहिँ बिहान ब्रह्म मुहुर्तमा बिहान जतिखेर उठ्न सकिन्छ तपाईँ उठ्नुहोला। अनि त्यसभन्दा पछि तपाईको नजिकमा कुनै गङ्गाजी छ, तलाउ छ भने त्यहाँ गएर स्नान गर्ने। तर गङ्गाजी छैन तर त्यसको लागि पनि तपाईले चाहिँ घरमै आफ्नो जुन धारा जुन छ त्यहाँ गएर चाहिँ स्नान गर्न सक्नुहुन्छ। स्नान गर्दा त्यसमा अंखरामा थोरै जौ, तिल, कुशको टुक्रा राखेर चाहिँ कसैसँग नबोलेर मौन भएर चाहिँ स्नान गर्नुहोला। यो चाहिँ स्नान गर्नाले, यो दिनमा स्नान गर्नाले चाहिँ 1000 गाई दान गरे समानको फल प्राप्त हुन्छ भनेर शास्त्रहरूमा वर्णन गरिएको छ। अब तपाईँ गङ्गाजीमा जानुभयो, त्यसमा गङ्गाजीमा स्नान गर्दाखेरि के भन्ने त, यो मन्त्र भन्नुहोला। ओम नमामि गङ्गे तव पाद पङ्कजं सुरासुरै वन्दित दिव्य रूपं मुक्तिं च मुक्तिं च ददासि नित्यं भावानुसारेण सदा नराणाम्। यो पनि भन्न सक्नुहुन्छ। गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलेस्मिन् सन्निधिं कुरु। हे गङ्गा, हे यमुना, हे गोदावरी, हे सरस्वती, हे नर्मदा, तपाईँ चाहिँ मेरो यस जलमा आएर बस्दिनुहोस्। म स्नान गर्दैछु, यसमा आएर बस्दिनुहोस् भनेर सम्झिने, मनमनै सम्झिने यो चाहिँ स्नान गर्ने विधि रहेको छ। त्यसभन्दा पछि अर्को चाहिँ के गरेर तपाईले भन्दा, बिहान उठेर स्नान गरिसकेपछि तपाईको नजिकमा पिपलको बोट छ भने त्यहाँ पिपलको बोटमा गएर शनि देवलाई, पिपललाई चाहिँ औँसी को प्रतीक मानेर चाहिँ त्यहाँ गएर चाहिँ दियो बाल्ने। दियो बालेर चाहिँ भगवान लक्ष्मी नारायण, भगवान लड्डु गोपाल सबैलाई सम्झिने, त्यसमा पूजा गर्ने। त्यसभन्दा पूजा गरिसकेपछि पिपललाई चाहिँ जल चढाउने। जल चढाएर प्रार्थना गर्ने मन्त्र चाहिँ के हो त भन्दा, पिपललाई चाहिँ प्रार्थना गर्ने। मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणी अग्रतो शिवरूपाय अस्वस्थाय नमो नमः। त्यो भनेर चाहिँ पिपललाई चाहिँ प्रार्थना गर्ने। मूलमा चाहिँ जरामा हे वृक्षराज, हे पिपल, हे विष्णुदेव भनेर सम्झिनु। जरामा चाहिँ ब्रह्माको वास रहेको छ, मध्यमा चाहिँ विष्णुको वास रहेको छ, अन्तमा चाहिँ शिवजीको वास रहेको छ भनेर चाहिँ सम्झेर चाहिँ त्यसमा चाहिँ प्रार्थना गर्ने। अनि अर्को काम चाहिँ के गर्ने भन्दा, यो दिनमा तपाईले आफ्ना पितृहरू छैन भने, तपाईका पितृहरू बित्नु भएको छ भने तपाईका कुनै आमा बाबा नहुनेको चाहिँ बिहान स्नान गर्ने। स्नान गरिसकेपछि पिपलको बोटमा जल चढाइसकेपछि चाहिँ पितृको नाममा तर्पण गर्ने। गङ्गाजीमा गएर तर्पण गर्दा पनि हुन्छ, न आफ्नो घरमा आएर पण्डितजी बोलाएर तर्पण गर्दा पनि हुन्छ। यो चाहिँ तर्पण गर्ने विधि रहेको छ। यो दिनमा चाहिँ पितृको लागि एकदम उत्तम राम्रो दिन रहेको छ। यो दिनमा तपाईले पितृको नाममा विभिन्न ठाउँमा भोजन दान गर्न सक्नुहुन्छ, पितृको नाममा बत्तीहरू जलाउन सक्नुहुनेछ। यो दिनमा चाहिँ यो कार्य चाहिँ गर्नुहोला। तथा अर्को चाहिँ शिवजीको पूजा गर्ने। यो दिनमा चाहिँ शिवजीलाई पनि एकदम उत्तम मानिएको छ। शिवजीलाई पूजा गर्ने
र दान पुण्य आदि गर्ने। तपाईँको चन्द्रमाको दोष छ भने पनि यो दिनमा चन्द्रमाको दोष शान्ति गर्न सकिन्छ। अर्को तपाईँलाई पितृदोष छ भने पनि यो दिनमा चाहिँ पितृदोषको लागि पितृदोषको शान्ति पनि गर्न सक्नुहुन्छ। यो दिनमा तपाईँले छोड्नै नहुने काम के हो त भन्दा यो दिनमा पुरुषोत्तम महिनाभरिको तपाईँले दियो बाल्न सक्नु भएन र त्यो सक्नु भएन भने चाहिँ यो दिनमा चाहिँ साँझको बेलामा 33 वटा दिया चाहिँ गङ्गाजीको तलाउमा गएर या नजिकै पिपलको रुख छ भने पिपलको बोटमा गएर चाहिँ यो दियो चाहिँ जलाउन सक्नुहुन्छ। 33 वटा दियो छैन भने 33 वटा बत्ती चाहिँ बाल्नुहोला। यो चाहिँ यस्तैसँग सम्बन्धित र तपाईँले पुरुषोत्तम महिनाभरि तपाईँले पूजा गर्नुभएको थापना गर्नुभएको कलश छ भने त्यो कलशको जल चाहिँ विसर्जन गरेर आफ्नो घरमा छर्केर आफ्नो शरीरमा घर परिवार सबैलाई छर्किनुहोला त्यो जल। त्यसमा मूर्तिहरू केही छन् भने चाहिँ त्यो चाहिँ ब्राह्मणलाई चाहिँ दान गर्नुहोला। यस्तै तपाईँले पुरुषोत्तम महिनाभरि गर्नुभएका कार्य के अपूर्ण छन् भने चाहिँ यो दिनमा चाहिँ पूर्णता गर्ने साङ्गे गर्ने सबै चाहिँ सिद्ध्याउने अन्तिम गर्ने चाहिँ पुरुषोत्तम महिनाभरिको तपाईँले नगर्नु भएको फल चाहिँ यो दिन एक दिनमा गर्दाखेरि चाहिँ एकदम उत्तम र राम्रो हुन्छ। पुरुषोत्तम महिनाभरिको चाहिँ फल प्राप्त हुनेछ। यो दिनमा तपाईँले स्नान गर्नाले 1000 गाई दान गरे समानको फल प्राप्त हुनेछ भनेर विभिन्न शास्त्रहरूमा वर्णन गरिएको छ। यो दिन चाहिँ एकदम उत्तम र राम्रो दिन परेको छ। पुरुषोत्तम महिनाभरिको चाहिँ एकदम उत्तम राम्रो दिन परेको छ। बिहान उठेर पूजा गर्ने आफ्नो घरमा, त्यसभन्दा पछि गङ्गाजीमा जानुहोला, त्यसभन्दा पछि पिपलको बोटमा जल चढाउने, पिपलको बोटमा जल चढाइसकेपछि आफ्नो पितृहरूको नाममा भोजन सिधा दान गर्ने। यस्तै गर्नाले तपाईँका पितृहरूले चाहिँ तपाईँलाई आशीर्वाद दिइराख्नुहुनेछन्। तपाईँको घरमा सुख शान्ति समृद्धि आउनेछ, झै झगडा कहिले पनि हुने छैन। यो दिनमा चाहिँ तपाईँ कसैसम्म नराम्रो वचन चाहिँ नबोल्नुहोला, कसैसम्म झै झगडा नगर्नुहोला, मदिरा सेवन यो दिनमा चाहिँ नगर्नुहोला। सकेसम्म यो दिनमा भजन कीर्तन गाएर बिहानको ब्रह्म मुहुर्तमा तपाईँले विभिन्न प्रकारका हनुमान चालिसा, गीता इत्यादि पाठहरू गर्न सक्नुहुन्छ। दुर्गा सप्तशती, श्रीमद् भागवत पाठहरू चाहिँ गर्न सक्नुहुन्छ। त्यो तपाईँलाई पाठ गर्न आउँदैन भने चाहिँ विभिन्न माध्यमहरूबाट, युट्युबको माध्यमहरूबाट तपाईँले त्यो चाहिँ बिहान ब्रह्म मुहुर्तमा सुन्न सक्नुहुनेछ। यो सुन्नाले तपाईँको घरमा नराम्रा नेगेटिभ जुन प्रभाव छ त्यो चाहिँ हटेर जान्छ। पोजिटिभ प्रभाव चाहिँ तपाईँको घरमा आउनेछ। तपाईँको घरमा सुख शान्ति समृद्धि हुनेछ, राम्रो हुनेछ, मङ्गल हुनेछ भन्ने आशा गरेको छु। हस्त धन्यवाद। आजलाई यति नै। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई छुट्टिन्छु। हस्त धन्यवाद। नमस्कार। जय शम्भु। राधे राधे।